अब जो यो प्लेटफर्ममा जोडिएर अर्निङ गर्न चाहनुहुन्छ अनलाइन उहाँहरूको लागि यो भिडियो चाहिँ इम्पोर्टेन्ट छ किनभने यो प्लेटफर्ममा कन्सिस्टेन्सी भनेको कतिको इम्पोर्टेन्ट हुन्छ भन्ने कुरा चाहिँ यो एकजना युजर हुनुहुन्छ युनाइटेड अरब इमिरेट्सबाट उहाँलाई हेरे पुग्छ क्या एक्जाम्पल चाहिँ। अब मेन अर्निङको सोर्स हाम्रो यसमा सर्वे हुन्छ र सर्वेहरू गर्ने क्रममा चाहिँ स्क्रिन आउट हुने सम्भावना पनि उत्तिकै रहन्छ। एउटा सर्वे ट्राई गर्यो स्क्रिन आउट भनिदिन्छ हटाइदिन्छ, फेरि अर्को गर्यो हटाइदिन्छ। त यतिमै फ्रस्ट्रेट भइयो र छोडियो काम भनेदेखि आफूले अपर्च्युनिटी अब गुमाइयो। त्यस कारण यसमा कन्सिस्टेन्सी एकदम जरुरी छ। जस्तै यो युजरको मैले अगाडि पनि भिडियो बनाएको थिएँ, उहाँले 4 वर्ष अगाडि जोइन गर्नुभएको छ, 6182 जम्मा अर्निङ गरिसक्नु भएको छ है। भनेको यो मन्थली मैले हिसाब गरेको थिएँ, नेपाली झन्डै 16,000 भन्दा अलिकति बढी जस्तो हुँदो रहेछ है, नेपालीमा कन्भर्ट गरेर हिसाब गर्दाखेरि। भनेपछि यतिको अर्निङलाई नराम्रो भन्ने त कसैको हिम्मत हुन्छ जस्तो लाग्दैन मलाई नेपालीहरूको सन्दर्भमा है। उहाँले कति धेरै स्क्रिन आउट हुँदा पनि छोड्नुहुन्न। जस्तै यो सर्वे छ एउटा होइन, सिपिएक्स हुने, यो उहाँले कम्प्लिट गर्नुभएको छ। यहाँ हेर्नु, यो सेकेन्डमा स्क्रिन आउट हुनुभयो, उहाँ 1 सेन्ट दिएर निकालिदियो होइन। अनि त्यस पछाडि अर्को सर्वे उहाँले गर्नुभयो, ट्राई गर्नुभयो, यो कम्प्लिट गर्नुभयो, यो कम्प्लिट गर्नुभयो, फेरि यसमा आएपछि डिस्क्वालिफाई भयो, 1 सेन्ट दिएर निकालिदियो, छोड्नु भएन उहाँले। 9 घन्टा अगाडिको है यो, 7 देखि 9 घन्टा आजकै हो। अब त्यसपछि अर्को ट्राई गर्नुभयो 87 सेन्टको, यो सक्सेसफुल्ली कम्प्लिट गर्नुभयो उहाँले होइन। अनि कुरा गर्नु यहाँ अर्को यो यसमा पनि डिस्क्वालिफाइड हुनुभयो, यहाँ पनि डिस्क्वालिफाइड हुनुभयो होइन। ट्राई गर्न छोड्नु भएन, तर यो कम्प्लिट गर्नुभयो क्या उहाँले, यो कम्प्लिट गर्नुभयो, यो कम्प्लिट गर्नुभयो, यो कम्प्लिट गर्नुभयो, कन्टिन्यू। अब यहाँ के भयो, ब्याड क्वालिटी चार्जब्याक भयो उहाँको है। अलिक छिटो छिटो सर्वे गर्न खोज्यो भने चाहिँ यस्तो हुन्छ, यो ब्याड क्वालिटी भनेर रिटर्न पनि लगिन सक्छ। त्यस कारण उसले तोकेको टाइम जति चाहिँ आफूले दिनुपर्छ। यहाँ यो सक्सेसफुली कम्प्लिट छ, धेरै कम्प्लिट पनि गर्नुभएको छ नि त, धेरै जस्तो सक्सेसफुली कम्प्लिट हुनुभएको छ। जस्तै यो $1 को छ होइन, यो त कम्प्लिट भयो नि उहाँको होइन, सक्सेसफुली कम्प्लिटेड यस्तो। अब यहाँ तल आउनु, यहाँ स्क्रिन आउट हुनुभयो, फेरि उहाँले ट्राई गरेको बेला होइन, यहाँ स्क्रिन आउट हुनुभयो, यहाँ स्क्रिन आउट हुनुभयो, यहाँ पनि स्क्रिन आउट हुनुभयो, कन्टिन्यू हेर्नु, यहाँ स्क्रिन आउट, 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 तर उहाँले छोड्नुहुन्न क्या ट्राई गर्नलाई। हो यसरी जाने हो क्या यहाँ चाहिँ। ल यहाँ स्क्रिन आउट हेर्नु, अब यहाँ आएर सक्सेसफुली कम्प्लिट गर्नुभयो, फेरि अर्को हेर्नु $1 को, यहाँ अर्को सक्सेसफुली कम्प्लिट गर्नुभयो। उहाँले आज मात्रै $9 बनाउनु भएको छ क्या, आजको उहाँको अर्निङ चाहिँ $9 को छ। तपाईँहरूलाई देखाइदिन्छु, यो एकाउन्ट हो है, यसको बारेमा मैले बनाएको थिएँ। 9.73 विदिन 24 आवर आजको उहाँको अर्निङ हो है। 30 नम्बरमा पर्नुभएको छ, टप 100 अर्निङ गर्नेहरूमा 30 नम्बरमा उहाँ पर्नुभएको छ र $1 उहाँले बोनस प्राप्त गर्दै हुन्छ क्या। त्यस कारण यसरी गर्ने हो, कन्सिस्टेन्सी चाहिन्छ, ट्राई गर्न छोड्नु भएन। स्क्रिन आउट हुनु भनेको सामान्य हो यो सर्वेहरू है।